बताउनुपर्छ। पढिदिनुहोस् न, यो चाहिँ के किन दिएको 17 पद, यो पढिसकेको पदहरू आज हामी यसै यसलाई बिट पत्तै बाँड्दैछौँ है। किन दिएको 17 पद? हे मनुष्य के संतान, मैंने तुझे इस्राएल के घराने के लिए पहलवा नियुक्त किया है। तू मेरे मुंह की बात सुन, तू मेरे मुंह की बात सुनकर उन्हें मेरी ओर से चिताना, उन्हें मेरी ओर से मेरो पक्षमा भइकन के गरिदिनु, चिताइदिनु। किनभने परमेश्वर आफै बोल्नु हुँदैन, परमेश्वरको लागि पात्र चाहिन्छ, परमेश्वरको लागि एउटा हतियार चाहिन्छ, परमेश्वरको लागि एउटा इन्स्ट्रुमेन्ट चाहिन्छ। यो चाहिँ तपाईँ र म हो। परदार जे कुरा मेरो पक्षमा भइकन जे कुरा म भन्छु त्यो कुरा अब तिमीले के गर्नुपर्छ, बताउनुपर्छ। आफूलाई जे मन आए त्यही होइन, आफूलाई जे भन्नु मन परे त्यही होइन, मान्छे हेरेर बोल्ने होइन। के कुरा कसलाई के भन्नु छ यहाँ बसेर त्यसको दुरुपयोग गर्नु हुँदैन। यो कुरा पहरेदारले याद गर्नुपर्छ है। पहरेदारले यो कुरालाई याद गर्नुपर्छ। मेरो इन्ट्रेस्टको, मेरो इच्छाको, मेरो 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 कामलाई बनाउनु, यो गाली गर्नुको लागि यो के अरे यो पहरेदारको चौकी, पहरेदार बस्ने जग्गा